यो भिडियोमा हामीले ओशो भगवान श्री रजनीशको पूरै कथा ढाकेका छौं। उनको बाल्यकालदेखि मृत्युसम्म, भारतदेखि अमेरिकासम्म, 93 रोल्स रोयसदेखि बायोटेरर आक्रमणसम्म, विशेष रूपमा नेपालमा ओशोको प्रभाव, ओशो तपोवन र स्वामी आनन्द अरुणको योगदानको बारेमा विस्तृत चर्चा गरिएको छ। सबै डाटा र तथ्यहरू विश्वसनीय स्रोतहरूबाट सत्यापित छन्। लिङ्कहरू विवरणमा दिइएका छन्। भाग 1 अन्तिम साँझ, जब ओशोले संसार छोडे। 19 जनवरी 1990, पुणे भारतको कोरेगाउँ पार्क स्थित ओशो आश्रम। बिहानको समय थियो, तर आश्रमभित्र अनौठो शान्ति छाएको थियो। हजारौं सन्यासीहरू आँखाभरि आँसु लिएर अडिग थिए। उनीहरूको गुरु, उनीहरूको प्रेम, उनीहरूको जीवन, भगवान श्री रजनीश, जसलाई संसारले ओशोको नामले चिन्थ्यो, वहाँ गइसक्नु भएको थियो। आधिकारिक कारण हृदयघात। तर ओशोको आश्रमले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, शरीरमा बाँच्न नरक भइसकेको थियो। किन नरक भइसकेको थियो? के त्यो साँचो हृदयघात थियो वा अमेरिकी जेलमा दिइएको विषको परिणाम? यो प्रश्न आजसम्म अनुत्तरित छ। तर आज म यो भिडियोमा तपाईलाई त्यो कथा सुनाउन गइरहेको छु, जुन कथा धेरैले सुने तर कसैले पूरा बुझेनन्। यो कुनै साधारण जीवनी होइन। यो एउटा मानिसको कथा हो, जसले विश्वको सबैभन्दा धनी आध्यात्मिक नेता बन्नुभयो, जसको गराजमा 93 वटा रोल्स रोयस गाडी थिए, जसको 650 भन्दा बढी पुस्तकहरू 70 भाषामा अनुवाद भए, जसका अनुयायीहरूले अमेरिकामा सबैभन्दा ठूलो बायोटेरर आक्रमण गरे र जसको मृत्युपछि 2200 करोड रुपैयाँको सम्पत्तिको लागि लडाईँ चल्यो। यो ओशोको कथा हो, तर हाम्रो कथा पनि। किनकि नेपाल, हाम्रो नेपाल, ओशो आन्दोलनको सबैभन्दा शक्तिशाली केन्द्रहरूमध्ये एक हो। भाग 2 कुचवाडाको बालक, जसले मृत्युसँग खेल्यो। सन् 1931 डिसेम्बर 11, मध्य प्रदेशको कुचवाडा गाउँ, एउटा साधारण जैन परिवारमा चन्द्रमोहन जैनको जन्म भयो। बाबु बाबुलाल जैन सानो कपडा व्यापारी थिए, आमा गृहिणी। 11 वटा सन्तानमध्ये जेठो थिए चन्द्रमोहन। तर यहाँ एउटा अनौठो कुरा छ। पहिलो 7 वर्षसम्म उनी आमाको घरमा हुर्के, आमाकी आमासँग। बज्जेले उनलाई कहिल्यै रोकिनन्, जे गर्न मन लाग्यो गर्न दिइन्। यो स्वतन्त्रताले बालकको मनमा एउटा गहिरो छाप छोड्यो। कुनै पनि अधिकारी, कुनै पनि नियम, कुनै पनि परम्पराले उनलाई बाँध्न सक्दैन भन्ने विश्वास। बालक चन्द्रमोहन अनौठा थिए। साथीहरू खेल्दा उनी एक्लै बसेर सोच्थे। गाउँको बालुको टेकुमा घण्टौं एक्लै बस्थे। मानिसहरूले भन्थे, यो बच्चा पागल छ, तर बज्जैले भन्थिन्, यो पागल होइन, यो फरक छ। 7 वर्षको उमेरमा जब उनी बाबुआमाको घरमा फर्के, त्यहाँको अनुशासन र नियमहरूले उनलाई दमित महसुस गरायो। यही विद्रोहले पछि गएर विश्वको सबैभन्दा विवादित आध्यात्मिक नेतामा परिणत गर्यो। सबैभन्दा महत्त्वपूर्ण घटना भयो जब उनी 14 वर्षको थिए। उनको एउटा काकीको मृत्यु भयो, अचानक, बिना कुनै रोगको। बालक चन्द्रमोहनले हेरे, मानिस कसरी एकैछिनमा जान्छ। शरीर त्यही छ, तर भित्र केही छैन। यो अनुभवले उनलाई भित्रैदेखि हल्लाइदियो। मृत्यु भनेको के हो? चेतना के हो? शरीर छ तर मान्छे छैन भने कहाँ गयो त्यो मान्छे? यिनै प्रश्नहरूले उनलाई जीवनभरि पछ्याए र यही प्रश्नहरूको उत्तर खोज्दै उनी एउटा यस्तो मार्गमा लागे जुन मार्गमा थोरै मानिस हिँड्छन् र जो हिँड्छन् तिनीहरू कहिल्यै पहिले जस्तै हुँदैनन्। भाग 3 विद्यार्थी र ज्ञानको खोजी। जब विद्रोहले रूप लियो, स्कुलमा चन्द्रमोहन सबैभन्दा चतुर विद्यार्थी थिए, तर सबैभन्दा विद्रोही पनि। शिक्षकहरूसँग बहस गर्थे, पाठ्यपुस्तकको कुरालाई चुनौती दिन्थे। उनी भन्थे, मैले पढेका कुराहरू मलाई सत्य लाग्दैनन्, म आफै खोज्न चाहन्छु। यही स्वभावले उनलाई दरबारको हिन्दी र अङ्ग्रेजी विश्वविद्यालयमा पुर्यायो, जहाँ उनले दर्शनशास्त्र पढे र सुवर्ण पदक प्राप्त गरे। तर उनको दिमाग कहिल्यै कक्षा कोठामा सीमित थिएन। विश्वविद्यालयमा पढाउँदै गर्न उनले एउटा अनौठो कुरा गरे। प्रत्येक विषयमा उनले आफ्नो व्याख्यानमा विद्रोहको स्वर राखे। उनी भन्थे, महात्मा गान्धीले जे भने त्यो गलत छ, समाजले जे सिकायो त्यो झुटो छ, धर्मले जे बाध्य गर्यो त्यो दासता हो। यस्ता कुराहरूले विद्यार्थीहरूलाई आकर्षित गरे, तर प्राध्यापकहरूलाई चिड्यायो। उनको भाषण क्षमता यति शक्तिशाली थियो कि मानिस उनको कुरा सुन्न विश्वविद्यालयको बाहिरबाट पनि आउँथे। 21 मार्च 1953, ज्ञान प्राप्तिको रात। यो त्यो रात हो जुन चन्द्रमोहन जैनबाट आचार्य रजनीश बने। मालवीय राष्ट्रिय निकुञ्जको बगैँचामा एक्लै बसेका थिए। ताराहरू चम्किरहेका थिए, हावा बगिरहेको थियो,
र अचानक केही भयो। उनी भन्थे, म थिइनँ, शरीर थियो तर म थिइनँ, र त्यसपछि म थिएँ, शरीर थिएन तर म थिएँ। एउटा अनन्त शून्यता, एउटा अनन्त प्रकाश। यो कुरा वैज्ञानिक तरिकाले प्रमाणित गर्न सकिँदैन, तर यो कुरा उनले जीवनभर दोहोर्याए। उनी ज्ञान प्राप्त भएको दाबी गर्थे र उनको आँखामा एउटा अनौठो शान्ति थियो जुन साधारण मानिसको आँखामा हुँदैन। यही घटनापछि उनले आफ्नो प्राध्यापक पद छोडे र पूर्ण रूपमा आध्यात्मिक यात्रामा लागे। भारतभर भ्रमण गरे, भाषण दिए, विवाद खडा गरे। उनको एउटा कुरा सबैलाई चकित पार्थ्यो, म तपाईलाई मुक्ति दिन सक्दिनँ, म तपाईलाई स्वतन्त्र बनाउन सक्दिनँ, तर त्यसको लागि तपाईले सबै बन्धन तोड्नुपर्छ, धर्मको, समाजको, परम्पराको र सबैभन्दा महत्त्वपूर्ण आफ्नै दिमागको। भाग 4 मुम्बईदेखि पुणेसम्म, जब सन्यास एउटा क्रान्ति बन्यो। सन् 1960 को दशकको अन्त्यतिर आचार्य रजनीशले आफ्नो पहिलो आश्रम स्थापना गरे। मुम्बईमा सानो कोठा थियो, तर मानिसहरूको लहर थियो। उनको भाषण सुन्न आउनेहरूमा विद्वान पनि थिए, भ्रमित युवा पनि थिए, धनी उद्योगपति पनि थिए र गरिब श्रमिक पनि। ओशोको शक्ति यही थियो, उनले कुनै विशेष वर्गलाई मात्र होइन, सबैलाई आकर्षित गरे। सन् 1974 मा पुणेको कोरेगाउँ पार्कमा नयाँ आश्रम खोल्यो। यो सानो आश्रम थिएन, यो एउटा विश्वव्यापी आन्दोलनको केन्द्र थियो। पश्चिमा युवाहरू लामो लामो यात्रा गरेर पुणे आउँथे। उनीहरू आए लागू पदार्थ र यौन स्वतन्त्रताको खोजीमा, तर फर्के ध्यान र चेतनाको अनुभव लिएर। ओशोले उनीहरूलाई दिएको थियो एउटा नयाँ प्रकारको ध्यान, डाइनामिक मेडिटेसन। यो सुस्त बसेर गरिने ध्यान थिएन, यो थियो हल्लिने, चिच्याउने, रुने, हाँस्ने र त्यसपछि शान्त हुने। ओशो भन्थे, आधुनिक मानिसको दिमागमा यति धेरै दमित भावनाहरू छन् कि ऊ शान्त बसेर ध्यान गर्न सक्दैन। पहिले ती भावनाहरू बाहिर निकाल, त्यसपछि मात्र शान्तता आउँछ। म तपाईलाई मुक्ति दिन सक्दिनँ, म तपाईलाई स्वतन्त्र बनाउन सक्दिनँ, तर त्यसको लागि तपाईले सबै बन्धन तोड्नुपर्छ। ओशो पुणे आश्रममा हरेक दिन नयाँ नयाँ घटना हुन्थे। ओशो बिहान ध्यान गराउँथे, दिउँसो भाषण दिन्थे, साँझ व्यक्तिगत भेट गर्थे। उनको भाषणमा उनी गीता, कुरान, बाइबल, उपनिषद, बुद्ध, कबीर, महावीर, पतञ्जलि, गोरखनाथ, ताओ सबैको बारेमा कुरा गर्थे, तर उनी कुनैलाई पनि अन्धभक्ति गर्दैनथे। उनी भन्थे, म कुनै धर्मको पैरोकार होइन, म सत्यको खोजी हुँ र सत्य कुनै एउटा पुस्तकमा, कुनै एउटा धर्ममा बन्ध छैन। यही कुराले उनलाई सबैभन्दा धेरै विवादित बनायो। सन्यासको नयाँ परिभाषा। ओशोले सन्यासको परम्परागत परिभाषा नै बदलिदिए। परम्परागत सन्यास भनेको गृहस्थ जीवन छोड्ने, भिक्षा माग्ने, संसारबाट अलग बस्ने। तर ओशोले भने, मेरो सन्यासी रातो वस्त्र लगाउँछ, तर माला पनि लगाउँछ, संसार छोड्दैन, तर संसारमा जिउँछ, पूर्ण चेतनाको साथ। उनले सन्यासलाई त्यागको मार्गबाट उठाएर स्वीकारको मार्गमा ल्याए। यो क्रान्ति थियो, आध्यात्मिक क्रान्ति। सन् 1970 देखि 1981 सम्म पुणे आश्रममा लाखौं मानिसहरू आए। अमेरिका, युरोप, जापान, अस्ट्रेलिया, विश्वको हरेक कुनाबाट। ओशोले दिनमा 2 पटक भाषण दिन्थे। प्रत्येक भाषण 1-2 घण्टाको हुन्थ्यो र यी भाषणहरू रेकर्ड गरिन्थे, जुन पछि 650 भन्दा बढी पुस्तकहरूमा परिणत भए। यो मानव इतिहासको सबैभन्दा बढी प्रकाशित गैर-कथा लेखकको रेकर्ड हो। कसैले भन्थे, ओशोले जीवनमा 1,50,000 भन्दा बढी पुस्तक पढे। यो कुरा विवादित छ, तर उनको ज्ञानको गहिराई हेर्दा यो असम्भव पनि लाग्दैन। भाग 5 ओशोको विवादित विचारहरू, यौन, धर्म र समाज। ओशोलाई विवादित बनाउनमा सबैभन्दा ठूलो भूमिका उनको यौन र सम्बन्धको बारेमाको विचारहरूले खेलेको छ। उनी भन्थे, यौन एउटा प्राकृतिक शक्ति हो, यसलाई दबाउनु भनेको आफैलाई विष दिनु हो। यो कुरा भारतीय समाजमा आक्रामक थियो। त्यतिबेला यौनको बारेमा खुलेर कुरा गर्ने आध्यात्मिक नेता कोही थिएनन्। ओशोले भने, यौन ऊर्जा हो, यसलाई दबाउँदा ऊर्जा विनाशकारी हुन्छ, यसलाई स्वीकार गर्दा ऊर्जा सृजनात्मक हुन्छ। यौनबाट नै प्रेम जन्मन्छ, प्रेमबाट ध्यान जन्मन्छ, ध्यानबाट मुक्ति जन्मन्छ। यो विचारलाई धेरैले स्वीकार गरे, तर झन धेरैले विरोध गरे। ओशोले विवाहको बारेमा पनि विवादित कुरा भने। विवाह एउटा संस्था हो जसले मानिसलाई बाँध्छ। प्रेम बाँध्दैन, प्रेम स्वतन्त्र गर्छ।
यदि दुई मानिस बीच प्रेम छ भने उनीहरूलाई विवाहको आवश्यकता छैन। यदि प्रेम छैन भने विवाहले पनि केही गर्न सक्दैन। यो कुराले परम्परागत समाजमा आगो लगायो। ओशोले धर्मको बारेमा पनि उत्तिकै कटु भाषा प्रयोग गरे। उनी भन्थे, हिन्दू धर्म, इस्लाम धर्म, इसाई धर्म यी सबै व्यवसाय हुन्। यी धर्महरूले मानिसलाई मुक्त गर्नुको साटो दास बनाएका छन्। म कुनै धर्मको विरोधी होइन, म सबै धर्मको शोषणको विरोधी हुँ। यस्ता कुराहरूले ओशोलाई कट्टर धार्मिक समूहहरूको लक्ष्य बनायो। तर ओशोको यौन सम्बन्धी शिक्षालाई धेरैले गलत बुझे। उनले यौनको प्रचार गरेका थिएनन्, उनले यौनको स्वीकार गर्न सिकाएका थिए। फरक छ प्रचार र स्वीकार बीच। ओशो भन्थे, म यौनको पक्षमा छु भन्ने मतलब म अश्लीलताको पक्षमा छु भन्ने होइन। म भन्छु यौन एउटा सत्य हो, यसलाई स्वीकार गर, दबाउने कोसिस नगर। स्वीकार गरेपछि त्यो ऊर्जा उच्चतर चेतनामा परिणत हुन्छ। यो शिक्षा तान्त्रिक परम्परासँग मिल्दोजुल्दो छ, तर ओशोले यसलाई आफ्नै शैलीमा प्रस्तुत गरे। ओशोले महात्मा गान्धीको विरोध पनि खुलेर गरे। उनी भन्थे, गान्धीले जे गरे त्यो राजनीति थियो, आध्यात्मिकता थिएन। गान्धीले देशलाई स्वतन्त्र गराए, तर मानिसलाई स्वतन्त्र गराएनन्। स्वतन्त्रता बाहिरी मात्र होइन, भित्री पनि हुनुपर्छ। यस्ता कुराहरूले भारतीय मूलधारमा विरोध जगायो। तर युवाहरूलाई यो कुरा मन पर्यो, किनकि युवाहरू पनि यही सोच्थे, बाहिर स्वतन्त्रता छ तर भित्र दासता छ। ओशोले त्यही भित्री दासतालाई चुनौती दिए। भाग 6 अमेरिकाको सबैभन्दा ठूलो बायोटेरर आक्रमणमा आनन्दशिलाको कथा। अब म तपाईलाई त्यो कुरा सुनाउँछु जुन धेरै मानिसलाई थाहा छैन। सन् 1984 ओरेगनको द ड्यालस सहर, एउटा सानो अमेरिकी सहर। 10 सहरका रेस्टुरेन्टहरूमा अचानक सयौं मानिस बिरामी परे। लक्षणहरू वान्छा, पेट दुखाइ, ज्वरो, टाउको दुखाइ। अनुसन्धानपछि थाहा भयो यो साल्मोनेल्ला विषाक्तता थियो, तर यो सामान्य खाद्य विषाक्तता थिएन। यो थियो जानाजानी गरिएको जैविक आक्रमण। कुल 751 मानिस विषाक्त भए। अमेरिकी इतिहासमा यो अझै पनि सबैभन्दा ठूलो बायोटेरर आक्रमण हो। कसले गर्यो यो आक्रमण? जवाफ हो ओशोको नजिककी सहयोगी मा आनन्दशिलाको निर्देशनमा राजनीश अनुयायीहरूले। शीला एउटा भारतीय मूलकी अमेरिकी महिला थिइन्, तीखो, बुद्धिमान र निर्दयी। उनले यो आक्रमण किन गरिन्? कारण थियो वास्को काउन्टीको चुनाव जित्न। राजनीशपुरम वास्को काउन्टीमा पर्थ्यो। स्थानीय अमेरिकीहरूले राजनीशपुरम बन्द गर्न खोजिरहेका थिए। शीलाको योजना थिए चुनावमा आफ्ना मानिसहरू जिताउन, त्यसको लागि विपक्षी मतदातालाई बिरामी बनाउन। यो योजना यति निर्दयी थियो कि ओशोले आफै यो थाहा पाउँदा आश्चर्यचकित भए। तर शीलाको अपराध यतिमा मात्र सीमित थिएन। उनलाई मुद्दा चलाइयो आगजन्ती, तार टापिङ, हत्या प्रयास र व्यापक विष प्रयोगको आरोपमा। उनलाई 20 वर्षको जेल सजाय भयो, तर 39 महिनामै छुटिन् र स्विट्जरल्यान्ड गइन्। नेटफ्लिक्सको डकुमेन्ट्री वाइल्ड वाइल्ड कन्ट्रीले यो पुरै कथा देखाएको छ। तर प्रश्न यो छ कि ओशोलाई यो सबै थाहा थियो? ओशोले भने, मलाई केही थाहा थिएन, शीलाले सबै गरिन्। आलोचकहरू भन्छन् यो असम्भव छ, यति ठूलो अपराध गुरुलाई थाहा नभई हुन सक्दैन। समर्थकहरू भन्छन् ओशोले आफ्नो नीरवता अवधिमा केही गर्न भनेका थिएनन्, शीलाले आफै निर्णय लिइन्। सत्य सायद बीचमा कतै छ। भाग 7 गिरफ्तारी, विष र अन्तिम फिर्ती। ओशोको सबैभन्दा अन्ध्यारो अध्याय। 28 अक्टोबर 1985 ओशोलाई अमेरिकी प्रहरीले गिरफ्तार गर्यो। आरोप आप्रवासन धोखाधडी। तर गिरफ्तारीको तरिका अनौठो थियो। ओशोलाई उडान भर्दै गर्दा पक्राउ गरियो र उनलाई ओक्लाहोमा सिटीको जेलमा राखियो। उनी भन्थे, मलाई जेलमा विष दिइयो, मेरो शरीरमा थ्यालियम पाइयो, मेरो कपाल झर्न थाल्यो, मेरो स्वास्थ्य धेरै बिग्रियो। अमेरिकी सरकारले यो अस्वीकार गर्यो, तर ओशोका चिकित्सकहरूले भने उनको शरीरमा विषको लक्षणहरू थिए। यो विष प्रयोगको दावी विवादित छ। थ्यालियम विषको सबैभन्दा स्पष्ट लक्षण 7 दिनभित्र कपाल झर्नु ओशोको अवस्थामा देखिएको थियो भन्ने केही प्रमाणहरू छन्, तर अमेरिकी अधिकारीहरूले सधैँ यो अस्वीकार गरे।
सन् 1989मा ओक्लाहोमन समाचारपत्रमा छापिएको रिपोर्टले भने अमेरिकी मार्शलले विष प्रयोगको दावी अस्वीकार गरेका थिए, तर ओशोका अनुयायीहरू विश्वस्त छन् उनलाई रोनाल्ड रेगनको अमेरिकी सरकारले विष दिएको थियो। यो विवाद आजसम्म समाधान भएको छैन। गिरफ्तारीपछि ओशोलाई 5 वर्षको सजाय भयो, तर उनले 12 दिनमै जेल बसे र $4 लाख जरिवाना तिरेर छुटे। तर यो 12 दिनले उनको स्वास्थ्यमा जुन क्षति गर्यो त्यो अस्थायी थिएन। उनी भारत फर्के, थकित, बिरामी तर अडिक। पुणे आश्रममा फेरि भाषण दिन थाले, तर अब उनको भाषणमा एउटा फरक स्वर थियो, अमेरिकी सरकारप्रति गहिरो आक्रोश। उनी भन्थे, मलाई विष दिइयो, यो रोनाल्ड रेगनको सरकारको साजिश थियो, तिनीहरूले मलाई मार्न खोजे। यो दावी सत्य होस् वा नहोस्, एउटा कुरा निश्चित छ, ओशोको स्वास्थ्य अमेरिका जानुभन्दा पहिले राम्रो थियो र फिर्ता आएपछि निकै खराब भयो। भाग 7.5 मौनको अवधि। जब ओशोले बोल्न छोडे, एउटा अनौठो अध्याय ओशोको जीवनमा छ जुन धेरैले बिर्सेका छन्। सन् 1981 देखि 1984 सम्म 3 वर्षसम्म ओशोले भाषण दिन छोडे। उनी मौन बसे। यो मौन अवधि थियो। हजारौं सन्यासीहरू प्रतिदिन उनको दर्शन गर्न आउँथे। ओशो बसिरहेका हुन्थे, केही भन्दैनथे, तर उनको उपस्थिति मात्रले मानिसहरूलाई शान्त बनाउँथ्यो। यो अवधिमा आनन्द शिलाले आश्रमको सबै प्रशासनिक काम हेर्थिन् र यही अवधिमा शिलाले ती सबै अपराधहरू गरिन् जुन पछि विश्वव्यापी सनसनी बन्यो। यो मौन अवधि ओशोको शिक्षाको एउटा महत्त्वपूर्ण अंश हो। ओशोले भनेका थिए, म बोल्दा मानिसहरूले मेरो कुरा सुन्छन् तर बुझ्दैनन्, म मौन बस्दा मानिसहरूले केही सुन्दैनन् तर बुझ्छन्। यो अनौठो विरोधाभास थियो। 3 वर्षसम्म मौन बस्नु भनेको साधारण कुरा होइन। विश्वको सबैभन्दा चर्चित वक्ता, जसले दिनमा 2 पटक घण्टौं भाषण दिन्थे, त्यो वक्ता अचानक मौन भयो। यसले के देखायो भने ओशो आफ्नो शक्ति भाषणमा मात्र होइन, मौनमा पनि थियो। उनको उपस्थिति मात्र पर्याप्त थियो। यो धेरै आध्यात्मिक नेताहरूमा नभएको गुण हो। तर यही मौन अवधिले शिलालाई अवसर दियो। जब गुरु बोल्दैनन् भने शिष्यहरूले आफै निर्णय लिनुपर्छ, र शिलाले जुन निर्णयहरू लिइन् ती धेरैजसो गलत थिए। यसले एउटा महत्त्वपूर्ण सिको दिन्छ, जब नेतृत्व शून्य हुन्छ तब शक्तिको दुरुपयोग हुन्छ। यो कुरा आजको राजनीतिक र सामाजिक संरचनामा पनि लागू हुन्छ। जहाँ पारदर्शिता छैन, जहाँ जवाफदेहिता छैन, त्यहाँ शोषण हुन्छ। राजनीशपुरमको कथाले यही सिकाउँछ। भाग 8 मृत्युको रहस्य। 6वटा सिद्धान्त र एउटा अनुत्तरित प्रश्न। 19 जनवरी 1990 ओशोको मृत्यु भयो। आधिकारिक कारण हृदयघात। तर यो सरल जवाफले कसैलाई पनि सन्तुष्ट गरेन, किनकि ओशोको आश्रमले जारी गरेको विज्ञप्तिमा लेखिएको थियो, शरीरमा बाँच्न नरक भइसकेको थियो। यो कुराले त्यति बेला नै विवाद खडा गरेको थियो। आजसम्म ओशोको मृत्युको बारेमा 6वटा प्रमुख सिद्धान्तहरू छन्। सिद्धान्त 1 प्राकृतिक हृदयघात। सबैभन्दा सरल व्याख्या, ओशोको स्वास्थ्य लामो समयदेखि खराब थियो। अमेरिकी जेलपछि झन बिग्रिएको थियो। हृदयघातले मृत्यु भयो। सिद्धान्त 2 अमेरिकी विषको दीर्घकालिक असर। ओशोका समर्थकहरूको दावी, ओक्लाहोमा जेलमा दिइएको थ्यालियम विषको असरले गर्दा उनको शरीर बिस्तारै कमजोर भयो र अन्ततः मृत्यु भयो। सिद्धान्त 3 आश्रम व्यवस्थापकहरूको साजिश। केही विश्लेषकहरूको मत, ओशोका केही नजिकका व्यवस्थापकहरूले उनलाई मारे ताकि सम्पत्तिमा नियन्त्रण गर्न सकुन्। यो सिद्धान्तको कुनै प्रमाण छैन, तर विश्वास गर्नेहरू धेरै छन्। सिद्धान्त 4 आत्महत्या। के ओशोले आफै जीवन समाप्त गरे? उनले भनेका थिए, म शरीर छोड्न सक्छु जब म चाहन्छु, तर उनका समर्थकहरू यो स्वीकार गर्दैनन्। सिद्धान्त 5 स्वास्थ्य उपचारको अभाव। ओशोका व्यक्तिगत चिकित्सक स्वामी देवार्तले दावी गरे कि ओशोलाई उचित उपचार दिइएन। यो पनि विवादित छ। सिद्धान्त 6 अमेरिकी सरकारको अन्तर्राष्ट्रिय साजिश। सबैभन्दा चरम सिद्धान्त, अमेरिकी सरकारले ओशोलाई नष्ट गर्न दीर्घकालीन योजना बनाएको दावी। सत्य के हो? वास्तवमा हामीलाई थाहा छैन, तर एउटा कुरा निश्चित छ, ओशोको मृत्यु उनको जीवन जस्तै विवादित छ र सायद यही विवादले उनलाई अझ रोचक बनाएको छ। मानिसहरू सरल उत्तर मन पराउँदैनन्, उनीहरूलाई रहस्य चाहिन्छ, र ओशोको मृत्यु एउटा अनसुल्झिएको रहस्य हो। भाग 8.5 वाइल्ड कन्ट्री। जब नेटफ्लिक्सले ओशोको कथा संसारलाई देखायो,
सन् 2018मा नेटफ्लिक्सले एउटा डकुमेन्ट्री सिरिज प्रसारण गर्यो, वाइल्ड वाइल्ड कन्ट्री। यो डकुमेन्ट्रीले ओशो र उनको अनुयायीहरूको ओरेगनमा भएको कथालाई विस्तृत रूपमा देखायो। 6वटा एपिसोडको यो सिरिजले विश्वव्यापी चर्चा पायो। माँ आनन्दशीलाको अन्तर्वार्ता, अमेरिकी स्थानीयहरूको विरोध, राजनीशपुरमको उत्थान र पतन सबै कुरा यसमा थियो। यो डकुमेन्ट्रीले ओशोलाई नयाँ पुस्ताको लागि परिचित बनायो। धेरै युवाहरूले पहिलो पटक ओशोको बारेमा यही डकुमेन्ट्रीबाट सुने। तर यो डकुमेन्ट्रीले केही कुराहरू छोड्यो। ओशोको शिक्षाको गहिराई, उनको ध्यान विधिहरूको प्रभावकारिता र विश्वभरका लाखौं मानिसहरूको जीवनमा ओशोले ल्याएको सकारात्मक परिवर्तन, यी कुराहरू यसमा थिएनन्। डकुमेन्ट्रीले मुख्य रूपमा विवादहरूमाथि ध्यान केन्द्रित गर्यो। बायोटेरर, हत्या प्रयास, रोल्स रोयस, यो असन्तुलित प्रस्तुति थियो। तर यसले ओशोको कथालाई विश्वव्यापी चर्चामा ल्यायो। यो सकारात्मक थियो। सन् 2019मा नेटफ्लिक्सले सर्चिङ फर शीला नामक अर्को डकुमेन्ट्री पनि बनायो, जसमा माँ आनन्दशीलाको भारत फिर्किने यात्रा देखाइयो। यी डकुमेन्ट्रीहरूले ओशोको विरासतलाई नयाँ रूप दिए। नेपाली दर्शकहरूको लागि विशेष कुरा, ओशो तपोवन र नेपालका ओशो केन्द्रहरू यी डकुमेन्ट्रीहरूमा देखाइएका छैनन्। तर नेपालमा ओशो आन्दोलनको प्रभाव यी डकुमेन्ट्रीहरूले देखाएको भन्दा पनि गहिरो छ, किनकि नेपालमा ओशोको शिक्षा केवल सिद्धान्तमा सीमित छैन, यो अभ्यासमा छ। ओशो तपोवनमा हरेक दिन सयौं मानिसहरू ध्यान गर्छन्। यो जीवित विरासत हो। भाग 8.5 वाइल्ड वाइल्ड कन्ट्री। जब नेटफ्लिक्सले ओशोको कथा संसारलाई देखायो। सन् 2018मा नेटफ्लिक्सले एउटा डकुमेन्ट्री सिरिज प्रसारण गर्यो, वाइल्ड वाइल्ड कन्ट्री। यो डकुमेन्ट्रीले ओशो र उनको अनुयायीहरूको ओरेगनमा भएको कथालाई विस्तृत रूपमा देखायो। 6वटा एपिसोडको यो सिरिजले विश्वव्यापी चर्चा पायो। माँ आनन्दशीलाको अन्तर्वार्ता, अमेरिकी स्थानीयहरूको विरोध, राजनीशपुरमको उत्थान र पतन सबै कुरा यसमा थियो। यो डकुमेन्ट्रीले ओशोलाई नयाँ पुस्ताको लागि परिचित बनायो। धेरै युवाहरूले पहिलो पटक ओशोको बारेमा यही डकुमेन्ट्रीबाट सुने। तर यो डकुमेन्ट्रीले केही कुराहरू छोड्यो। ओशोको शिक्षाको गहिराई, उनको ध्यान विधिहरूको प्रभावकारिता र विश्वभरका लाखौं मानिसहरूको जीवनमा ओशोले ल्याएको सकारात्मक परिवर्तन, यी कुराहरू यसमा थिएनन्। डकुमेन्ट्रीले मुख्य रूपमा विवादहरूमाथि ध्यान केन्द्रित गर्यो। बायोटेरर, हत्या प्रयास, रोल्स रोयस, यो असन्तुलित प्रस्तुति थियो। तर यसले ओशोको कथालाई विश्वव्यापी चर्चामा ल्यायो। यो सकारात्मक थियो। सन् 2019मा नेटफ्लिक्सले सर्चिङ फर शीला नामक अर्को डकुमेन्ट्री पनि बनायो, जसमा माँ आनन्दशीलाको भारत फिर्किने यात्रा देखाइयो। यी डकुमेन्ट्रीहरूले ओशोको विरासतलाई नयाँ रूप दिए। नेपाली दर्शकहरूको लागि विशेष कुरा, ओशो तपोवन र नेपालका ओशो केन्द्रहरू यी डकुमेन्ट्रीहरूमा देखाइएका छैनन्। तर नेपालमा ओशो आन्दोलनको प्रभाव यी डकुमेन्ट्रीहरूले देखाएको भन्दा पनि गहिरो छ, किनकि नेपालमा ओशोको शिक्षा केवल सिद्धान्तमा सीमित छैन, यो अभ्यासमा छ। ओशो तपोवनमा हरेक दिन सयौं मानिसहरू ध्यान गर्छन्। यो जीवित विरासत हो। भाग 10 2200 करोडको सम्पत्ति, ओशोको विरासतको लागि लडाईँ। ओशोको मृत्युपछि जुन कुराले सबैभन्दा धेरै चर्चा पायो, त्यो हो उनको सम्पत्तिको लडाईँ। अनुमानित 2200 करोडको सम्पत्ति, पुणेको कोरेगाउँ पार्कमा प्राइम लोकेसनको जग्गा। ओशो इन्टरनेशनल फाउन्डेसनले यसलाई व्यवस्थापन गर्दै आएको थियो। तर विवाद सुरु भयो। पहिलो विवाद, ओशोको इच्छापत्र। ओशोको मृत्यु भएको 23 वर्षपछि एउटा इच्छापत्र अचानक देखा पर्यो। ओशो फ्रेन्ड्स फाउन्डेसनले दावी गर्यो यो इच्छापत्र जाली हो। इटाली, औरङ्गाबाद र दिल्लीका 3वटा हस्ताक्षर विशेषज्ञहरूले ओशोको हस्ताक्षर जाली भएको निष्कर्ष निकाले। तर ओशो इन्टरनेशनल फाउन्डेसनले यो अस्वीकार गर्यो। प्रहरीले मूल इच्छापत्र माग्यो तर दिइएन। दोस्रो विवाद, 107 करोडको जग्गा बिक्री। ओशो इन्टरनेशनल फाउन्डेसनले पुणेको कोरेगाउँ पार्कमा रहेको एउटा प्राइम जग्गा बेच्न खोज्यो। विद्रोही स्वामीहरूले यसको विरोध गरे। बम्बई हाइकोर्टमा मुद्दा चल्यो। अदालतले बिक्री रोक्यो। द प्रिन्टको रिपोर्ट अनुसार यो लडाईँ सम्पत्तिको लागि मात्र होइन, ओशोको विरासतको लागि हो। कसले ओशोको नामको अधिकार राख्छ? कसले ओशोको शिक्षालाई प्रमाणिक भन्न सक्छ? यो प्रश्न अझै अनुत्तरित छ। भाग 11 प्रभाव र प्रभावितहरू। ओशोले कसलाई बदले? ओशोलाई विश्वको सबैभन्दा धेरै मानिसहरूले पढे, सुने र पछ्याए। तर केही यस्ता नामहरू छन् जसले ओशोबाट विशेष प्रभाव पाए। बलिउड अभिनेता विनोद खन्ना 1975मा ओशोको शिष्य बने।
आफ्नो सफल अभिनय क्यारियर र परिवार छोडेर सन्यास लिए। ओशोको अमेरिकी आश्रममा गई बालीवाला बने, भाँडा माझे, आश्रमको सफाई गरे। यो कुरा त्यति बेला सनसनीपूर्ण थियो। बलिउडको टप स्टार अचानक सन्यासी? महेश भट्ट, प्रसिद्ध बलिउड निर्देशक, उनले ओशोको शिक्षाले आफ्नो जीवन बदलेको बताए। परवीन बाबी, बलिउडकी चर्चित अभिनेत्री, उनी पनि ओशोकी शिष्या थिइन्। भगत सिंह ठाकुर, नेपाली साहित्यका प्रमुख हस्ताक्षर, उनी पनि ओशोबाट प्रभावित थिए। तर सबैभन्दा चर्चित नाम स्टिभ जब्स, एप्पलका संस्थापक। जब्सले भारत भ्रमण गर्दा ओशोको आश्रम जाने योजना बनाएका थिए। उनको जीवनमा ओशोको प्रभावको बारेमा विभिन्न स्रोतहरूले कुरा गरेका छन्। ओशोले भनेका थिए, म बुद्धिमानहरूको गुरु हुँ। मेरो सन्देश आध्यात्मिक भेडाहरूको लागि होइन, विद्रोहीहरूको र जोखिम मोल्नेहरूको लागि हो। द हलिउड, द बलिउड, द विश्वविद्यालय, द कर्पोरेट, सबै ठाउँमा ओशोको प्रभाव छ। उनका पुस्तकहरू आज पनि विश्वका सबैभन्दा बढी बिक्री हुने आध्यात्मिक पुस्तकहरूमा गनिन्छन्। गुडरिड्स अनुसार ओशोका 4316वटा पुस्तकहरू दर्ता छन्, जसमा 4 लाखभन्दा बढी रेटिङ छन्। यो अविश्वसनीय छ। एउटा मानिसले यति धेरै लेख्न सक्छ? वास्तवमा ओशोले लेखेका थिएनन्, उनले बोलेका थिए, भाषण दिएका थिए। ती भाषणहरू रेकर्ड गरिए, ट्रान्सक्राइब गरिए र पुस्तक बनाइए। तर यो पनि एउटा अविश्वसनीय उपलब्धि हो। भाग 12, ओशो, देवता वा धोकेबाज, दुवै पक्षको तर्क। अब आउँछु यो भिडियोको सबैभन्दा महत्त्वपूर्ण भागमा। ओशो विषयमा दुईवटा चरम विचार छन्। एउटा पक्ष भन्छ ओशो एउटा ज्ञानी थिए, एउटा क्रान्तिकारी थिए जसले मानिसलाई स्वतन्त्र बनाउन खोजे। अर्को पक्ष भन्छ ओशो एउटा धोकेबाज थिए जसले मानिसको भावनाको शोषण गरेर धन कमाए। सत्य कहाँ छ? चल्नुहोस् दुवै पक्षको तर्क सुनौ। पक्ष: ओशो ज्ञानी थिए। पहिलो तर्क: ओशोको शिक्षाले लाखौं मानिसको जीवन बदल्यो। विश्वभरका अनुयायीहरू आज पनि उनको ध्यान विधिहरू अभ्यास गर्छन् र आफ्नो जीवनमा सकारात्मक परिवर्तन महसुस गर्छन्। डाइनामिक मेडिटेसन, कुण्डलिनी मेडिटेसन, नदा ब्रह्मा मेडिटेसन, यी विधिहरू आज पनि प्रभावकारी छन्। दोस्रो तर्क: ओशोले विश्वको सबै धर्म र दर्शनलाई एउटै ठाउँमा ल्याए। उनले गीता पनि पढे, कुरान पनि, बाइबल पनि, उपनिषद पनि। तेस्रो तर्क: ओशोले धर्मको नाममा भइरहेको शोषणको खुलेर विरोध गरे। उनी भन्थे धर्मले मानिसलाई मुक्त गर्नुको साटो दास बनाएको छ। यो कुरा धेरैलाई लाग्यो। विपक्ष: ओशो धोकेबाज थिए। पहिलो तर्क: 93वटा रोल्स रोयस गाडी। एउटा आध्यात्मिक नेताले यस्तो विलासिता कसरी स्वीकार गर्न सक्छ? यो प्रश्न आज पनि उत्तिकै शक्तिशाली छ। दोस्रो तर्क: राजनीशपुरममा भएका अपराधहरू, बायोटेरर आक्रमण, हत्या प्रयास, तार ट्यापिङ, के यी सबै ओशोलाई थाहा नभई भए वा उनले जानाजानी आँखा बन्द गरे? तेस्रो तर्क: ओशोले मानिसको भावनात्मक कमजोरीको फाइदा उठाए। जो मानिस दुखी थियो, जो भ्रमित थियो, जो स्वतन्त्र हुन चाहन्थ्यो, ओशोले त्यही मानिसलाई आकर्षित गरे र ती मानिसले आफ्नो सबै सम्पत्ति दान गरे। के यो शोषण होइन? चौथो तर्क: ओशोले यौन स्वतन्त्रताको नाममा विवाद खडा गरे, जसले उनको प्रचार बढायो। के यो सच्चा आध्यात्मिकता हो वा मिडिया स्टन्ट? मेरो विश्लेषण: सत्य बीचमा कतै छ। मेरो विचारमा ओशो न पूर्ण देवता थिए न पूर्ण धोकेबाज। उनी एउटा अत्यन्तै जटिल मानिस थिए जसमा ज्ञान पनि थियो र त्रुटि पनि। उनको शिक्षामा धेरै कुराहरू सत्य थिए: ध्यानको महत्त्व, चेतनाको खोजी, स्वतन्त्रताको आवश्यकता। तर उनको जीवनशैलीमा विवादहरू थिए। रोल्स रोयस, राजनीशपुरमका अपराध, तार ट्यापिङ। समस्या तब हुन्छ जब हामी कुनै मानिसलाई पूर्ण देवता वा पूर्ण राक्षस मान्छौँ। ओशोले आफै भनेका थिए, मलाई मान्नुहोस् भन्ने म होइन, मेरो कुरालाई परीक्षण गर्नुहोस्। जुन कुरा तपाईको अनुभवमा सत्य छ त्यो स्वीकार गर्नुहोस्, जुन छैन त्यो छोड्नुहोस्। शायद यही उनको सबैभन्दा ठूलो शिक्षा हो। भाग 13, निष्कर्ष: ओशोको विरासत। हामीले के सिक्यौं? यो भिडियोमा हामीले धेरै कुरा ढाक्यौं। कुचवाडाको बालकदेखि अमेरिकाको विवादित गुरुसम्म, 93वटा रोल्स रोयसदेखि अमेरिकी इतिहासको सबैभन्दा ठूलो बायोटेरर आक्रमणसम्म, मृत्युको रहस्यदेखि 2200 करोडको सम्पत्ति विवादसम्म, नेपालमा ओशोको प्रभावदेखि विश्वव्यापी लोकप्रियतासम्म। तर अन्तिम प्रश्न: ओशोले हामीलाई के सिकाए?
मेरो लागि ओशोको सबैभन्दा ठूलो योगदान हो उनले हामीलाई सोच्न सिकाए। परम्पराले भनेको कुरा बिना सोचे स्वीकार नगर, अधिकारीले भनेको कुरा बिना प्रश्न नमान, धर्मले भनेको कुरा बिना परीक्षण नस्वीकार गर। आफ्नै अनुभव, आफ्नै चेतना, आफ्नै विवेकलाई प्रयोग गर। यो सन्देश आज जति महत्त्वपूर्ण छ 50 वर्ष पहिले पनि उति नै थियो, र यो सन्देश नेपालका युवाहरूको लागि विशेष महत्त्वपूर्ण छ, किनकि हामी एउटा परिवर्तनको कालखण्डमा छौँ। हामी परम्परा र आधुनिकताको बीचमा छौँ। हामीलाई दुवैको उत्तम अंश लिनु छ र दुवैको खराब अंश छोड्नु छ। ओशोले भनेका थिए, म तपाईलाई कुनै नयाँ सत्य दिन आएको होइन, सत्य पहिले नै तपाईभित्र छ, म तपाईलाई त्यही सत्य देख्न मात्र मद्दत गर्छु। यो कुरा यति सरल छ कि धेरैले यसलाई बेवास्ता गर्छन्, तर यो सरलतामा गहिरो सत्य लुकेको छ। तपाईभित्र नै सबै उत्तर छ। ओशोको ध्यान गर्नुहोस् वा नगर्नुहोस्, उनको पुस्तक पढ्नुहोस् वा नपढ्नुहोस्, तर एउटा कुरा गर्नुहोस्, आफ्नै चेतनालाई जगाउनुहोस्, आफ्नै प्रश्नहरू सोध्नुहोस्, आफ्नै उत्तरहरू खोज्नुहोस्। यही ओशोको वास्तविक विरासत हो। यो भिडियो पुरा हेर्नुभयो भने कमेन्टमा भन्नुहोस् ओशो तपाईको लागि के हुन्, देवता, धोकेबाज वा केही बीचको। लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र शेयर गर्नुहोस्।